हेलो सबैलाई नमस्ते। आज घर अगाडि यसरी गाडी लगाएछ र गाउँका सबैजना नानी केटाकेटीहरूले अस्ति देउसी खेलेर अलिकति पैसा जोगाड गरेका थिए। त्यो पैसाले उहाँहरूले कतै जान निक्लेका छन् र साना केटाकेटी भएको हुनाले गर्दा हामीले पनि आफ्ना केटाकेटी एक्लै छोड्न नसकेर आफै फ्यामिली सबै निक्ल्यौँ र यसरी नै गाडीमा यहाँहरूको फुर्ती हेर्न सक्नुहुन्छ। र हामी आज दिनभरिको एउटा लामो टाढाको टुरमा निक्लेका छौँ। यहाँदेखि बिहान अलिकति ढिलो भयो तैपनि अन्तमा गाडीहरू जब चल्नलाई रेडी भएपछि मैले पनि यसो भिडियो गर्नु पर्यो भनेर भिडियो मोबाइल निकालेँ र जस अलिकति उहाँहरूको फुर्ती गर्दै गरेको यसो क्लिक निकालेँ। यसरी नै हामी अगाडि हाम्रो डेस्टिनेसन जुन गन्तव्य उहाँहरूले चुज गर्नुभएको थियो त्यो गन्तव्यतिर हामी निक्लिसकेका छौँ र जाँदै थुप्रै बेर पछाडि हामी यसरी नै ठिक्क बोगीबिल आइपुगेपछि बोगीबिलको ब्रिज ओपनिङ हुँदा त पुगेको थियो। त्यसको पछाडि फेरि म त्यसरी आइपुग्ने कुनै समय रहेको थिएन र टाइम बा त्यसरी कुनै परिबन्ध नमिलेको हुनाले गर्दा आज गाडीदेखि नै अलिकति भिडियो क्लिप लिए हजुरहरूलाई पनि देखाउनु पर्यो भनेर र हामी त्यसरी नै जाँदै धेमाजी जिल्लाको शिलापथार पार भएर अरुणाचलको लोवर सियाङ डिस्ट्रिक्ट लिखाबाली भन्ने ठाउँमा रहेको मन्दिर मालिनी थान खुबै चर्चित रहेको छ। धेरै पुरानो मन्दिर हो र त्यो मन्दिर पहाडको जस्ट बेसै भन्नुपर्छ रहेको छ र त्यहाँ हाम्रा केटाकेटीहरू हामी पछाडि हामी पनि त्यहाँ पस्यौँ। यहाँ पस्नको लागि हजुरहरूको ज्ञातार्थे कहिले आइपुग्नु भएछ भने हजुरहरूले जान्नको लागि म दुईवटा कुरा भन्दैछु। मन्दिरको विषयमा होइन, मन्दिरमा आउनुहुने कोही पनि हुनुहुन्छ भने त्यहाँ जानुभन्दा अगाडि आफ्नो परिबन्ध गर्नु होला। जस्तै खाने व्यवस्था लिएरै वा गरेर जानुभयो भने राम्रो हुन्छ। त्यहाँ छेउछाउमा खाने व्यवस्थाका त्यस्ता होटेलहरू धेरै छैनन्, एउटा छ तर त्यो कहिले बन्द हुन्छ कहिले खुल्छ भन्ने कुनै ग्यारेन्टीको छैन। र अर्को भयो कि त्यहाँ एन्ट्री फिस पनि लिनु हुँदो रहेछ र त्यो दुईवटा चिज चाहिँ तपाईँहरूले जान्नु होला। अनि यसरी नै मन्दिर हामीले घुमघाम गरियो। जेहेतु म पूजा गर्न थिइनँ त्यही भएकोले गर्दा मन्दिरको परिसरभित्रपट्टि चाहिँ म गइनँ, बाहिर यसै फोटो भिडियो हामीले पनि यसरी नै उभिएर यसो फोटो वा भिडियो खिच्ने प्रयास गऱ्यौँ। अब कहीँ गएपछि फोटो खिच्ने त आजभोलिको चलनै रहेको रहेछ र हामी पनि कुनै त्यसबाट टाढाका भएनौँ। त्यही भएकोले होला मैले पनि भिडियो साथै दुईवटा फोटो पनि खिचेँ र यसको माथि हामी स्टेप हुँदै अगाडितर्फ लाग्यौँ। अगाडि केही छ कि कस्तो रहेछ ठाउँ भनेर जाँदै गर्दा धेरै अग्लो स्टेप्स रहेछ र मिसेसको चाहिँ त्यही हालत भयो। कहिले नहिँड्नेलाई चाहिँ अलिकति साह्रै पर्छ त्यो स्टेपमा, तर त्यति लामो स्टेप पनि होइन त्यो चाहिँ हुन चाहिँ त्यति धेरै भन्न मिल्दैन, किनभने त्योभन्दा धेरै स्टेप्सहरू अरूतिर पनि छन्। तैपनि नयाँलाई अलिकति अप्ठ्यारो पर्छ कहिले नहिँड्ने नचढ्नेहरूलाई। तर हाम्रो चाहिँ केटाकेटी पनि छिटै कुदेर पार भयो। यसरी नै केटाकेटी अगाडि भएको हुनाले गर्दा म चाहिँ जान मन नभए पनि अगाडि पछि घुम्दै गएँ र अलिक छिनपछि त्यहाँ घुमेर अनि फेरि फर्केर आयो। त्यहाँ फर्केर आएर हामी पर्खिने भयौँ एकछिन, किनकि दिदीहरू पनि जानुभएको थियो। उहाँहरू चाहिँ पूजा गर्नुतिर लाग्नुभयो। अगाडि मन्दिर एउटा थियो, त्यो मन्दिरतिर पनि जानुभयो र हामी चाहिँ फेरि केटाकेटी धेरै भएकोले गर्दा मसँग चाहिँ केटा भान्जी थिए र 4-5 जनालाई लिएर गएको थिएँ।
त्यो हुनाले गर्दा उहाँहरूलाई छोड्न सकिनँ। अनि फेरि सबै त्यही खाले थिए एकदम केटाहरू गुटुर कुद्ने, तिनीहरूलाई पछ्याएर कुद्नलाई भने यति साह्रो पऱ्यो नि, कता रोकाउनु कता के गर्नु त्यो खालको हालत भएको थियो। र उहाँहरूलाई कराउँदै लिँदै हिँड्दै दुईवटा फोटो उनीहरूको पनि खिच्दै आफू यसरी नै तलतिर नाम्दै गइयो। र अब धेरै बेर लागेको पनि थिएन, केटाकेटीहरूले अलिकति भोकाइसकेका थिए र बाहिर गएर केही भेटिन्छ कि खाउँ भनेर हामी यहाँबाट निक्लिन लाग्यौँ। र तलतिर मार्केट जस्तो सानो ठाउँ रहेछ त्यहाँनिर हामी गयौँ निक्लेर। अनि त्यहाँबाट हामी निक्लिसकेपछि फेरि डिब्रुगढमा एकछिन पस्ने भयो जगन्नाथ मन्दिर, र दिदीसँग मैले यसो फोटो लिएँ। हामीले स्पेसली फोटो ल्याइ जाँदैन प्राय, कोही के हुन्छ छेउमै भएकाले होला। र आज चाहिँ भने दुईवटा फोटो फ्यामिली फोटो हामीले लियौँ। अनि सबैजना घुमिरहेको थियो, मैले पनि बाहिरदेखि भिडियोहरू लिएँ। बाहिर भन्नाले त्यहाँ त भित्र त गइयो, तर जुन पूजा गर्ने ठाउँमा चाहिँ गइएन, बाहिरबाट दर्शन हेरियो आँखाले। र यसरी नै फोटो भिडियो